अनिवार्य तथा निःशुल्क शिक्षा ऐन र नियमावली यो अनिवार्य तथा निःशुल्क शिक्षा ऐन भनेको संविधानको धारा 31 को 2 बाट आएको छ। 31 को 2 मा के छ? आधारभूत शिक्षा अनिवार्य तथा निःशुल्क। यसैबाट एउटा सेन्टेन्सबाट यो पुरै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन बनेको छ। तर यो ऐनमा के छ भने तपाईको परासा बिनी र यता लाइसेन्समा पनि क्वेशन आउँछ। यो तपाई पढिसकेपछि तपाईले 3 ठाउँ 4 ठाउँमा काम लागिरहन्छ र सधैँ काम लागिरहन्छ। भोलि तपाई प्र बन्यो भने त्यहाँ पनि काम लागिरहन्छ। यसकारण यो कुरा यही नियमले जहिले पनि हेर्ने विषय छ। अब यो आयो पहिले अहिलेसम्म छँदैछ। यो 75 मा आयो, कोरोना भन्दा पहिला आयो। कहिले कोरोना कहिले आयो? 76 मा आयो। तर यो 75 मा आयो। 75 फेरि दशैं असोजको 2 गते आयो। अर्को फेरि कोरोना समाप्तपछि के भयो? नियमावली आयो। 77 6 महिना दुबैको सेम छ। महिना दुबैको सेमै छ। त्यो 19 गते आयो र यो कति गते आयो त? नियमावली 19 गते आयो। यो 2 गते आयो। दुवै महिना सेमै छ। 6 यानी वैशाख जेठ असार श्रावण भादो असोज। कुनै बेला तपाईको असोज लेखिदिन्छ, कुनै बेला 6 को महिना पनि लेखिदिन्छ। यो कुरा बुझ्नु। अर्को कुरा यसो हेर्दाखेरि यसमा अधिकार जुन छन् शिक्षा प्राप्त गर्ने 10 वटा अधिकार छ नागरिकलाई, बालबालिकालाई। त्यो एउटा भिभिआई हेर्दै छौं। अर्को हामी यहाँ दफाहरु केही लेखेछौं, त्यो पनि भिभिआई छ। त्यो हेर्नु। यो हेर्दाखेरि के हुन्छ भने तपाईलाई काम लाग्छ र राम्रो लाग्यो भने लाइक र सब्स्क्राइब नगर्नु नबिर्सनु। किनभने यो आर पार कोचिङ सेन्टरले सञ्चालन गरेको। आर पार कोचिङ सेन्टरले सधैँ तपाईलाई रिजल्ट दिएको छ। फेरि दिन्छ, नदिने होइन, फेरि दिन्छ। नदिने होइन, फेरि दिन्छ। ल अब हामी यसमा के छ भने पहिला तपाई आर पार च्यानल पनि हेर्ने। आर पार यो तपाई आर पार लगाउने चप्पल होइन। यो आर पार कोचिङ सेन्टर के हो? आर पार कोचिङ सेन्टर। तपाई युट्युब मा गएर यो भिडियो आरामले हेर्न सक्नुहुन्छ। राम्रो लाग्यो भने लाइक सब्स्क्राइब गरे, नराम्रो लाग्यो भने केही सुझावहरु तपाई दिनु। अब तपाई यो 27 हेर त यो परासामा पनि बार-बार सोधिएको कुरा छ। अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा निजी विद्यालयको निःशुल्क शिक्षा अब के छ भने अब निजी विद्यालयले के गर्नु पर्छ? पहिला पनि थियो यातायात बालन सरकारले यसलाई त्यही कुरालाई कडाई गरिएको छ। त्यति कुरा छ। निजी विद्यालयले पनि के हुन्छ? निजी विद्यालयको बोर्डिङ वालाहरूले के गर्नु पर्छ कि आरक्षण दिनु पर्छ। आरक्षण केमा दिनु पर्छ? जस्तै आफ्नो विद्यालयमा 500 विद्यार्थी छ भने कति आरक्षण दिने? 800 छ भने कति दिने? 500 देखि 600 छ भने कति दिने? 700 छ भने कति दिने? 800 छ भने कति दिने? यदि 499 छ भने दिनु पर्दैन। 500 देखि माथि छ, 800 भन्दा माथि छ। यदि मानौ कुनै विद्यालयमा 500 विद्यार्थी छ भने त्यही 5 को दोबर गर्ने हैन। कति गर्ने? यहाँ हेरौ त कति कक्षा ईसीडी मा ईसीडी देखि कक्षा 12 सम्मको। यहाँ तपाईको जब 27 छन्। निजी विद्यालयले निःशुल्क शिक्षा छ। निजी विद्यालयमा आरक्षणको कुरा छ। हामी निजी विद्यालयमा आरक्षणको कुरा कहाँ छन्? अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा छ। कहाँ छ त? अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा आरक्षणको निजी विद्यालय अनि प्राइभेट विद्यालय, बोर्डिङ विद्यालयको दिनुपर्छ। जुन विद्यालय वास्तवमा दर्ता भएको छ, यदि दिएन भने उसको सम्वर्धन खारिज हुन्छ। के हुन्छ? खारिज हुन्छ। त्यो बोर्डिङ रह्यो। जस्तै गीता बोर्डिङले अरु जुन बोर्डिङ फेमस छ उसले दिइरहन्छ। जस्तै छ ईसीडी देखि कक्षा 12 सम्म कुल विद्यार्थी कति छ, त्यसपछि आरक्षण कति दिनुपर्छ हेर कति मजाले लेखिएको छ। 500 जनासम्म विद्यार्थी छ भने 10% कम्तीमा हेर्ने। कम्तीमा 10% विद्यार्थीलाई निःशुल्क शिक्षा दिनुपर्छ। यानी 500 छ भने तपाईलाई के गर्नुपर्छ? 50 वटा विद्यार्थीलाई 10%, कम्तीमा 10% विद्यार्थीहरूलाई निःशुल्क शिक्षा दिनुपर्छ। हेर तर खोज्दैन आजकल, खोजेपछि दिन्छ। 500 देखि 800 जनासम्म विद्यार्थी छ भने 12% लाई के गर्नुपर्छ? तपाईलाई आरक्षण दिनुपर्छ। निःशुल्क पढाउनु पर्छ।
800 जना भन्दा बढी विद्यार्थी भएमा तपाईँ 15% लाई के गर्नुपर्छ तपाईले आरक्षण दिनु फ्रीमा पढाउनुपर्छ। त्यही कुरा इन्डियामा छैन तर नेपालमा छ। हेर त तर नेपालमा पहिला थियो आजदेखि 75 सालदेखि थियो तर त्यो लुकेको थियो चोराएको थियो बोर्डिङ वालाहरु तर खोज्ने वाला कोही छैन। ये नियम जानिसकेपछि यसको ट्रिकमा के याद गर्ने हातमा कतिवटा आउला छ 5 को अब दुबै हातमा कति भयो 10 वटा त्यसपछि 10 यहाँ के छ 500 जना छ भने अब यसैमा 5 जोड्यो भने हैन त 10% लाग्यो। फेरि यो 5 देखि कति छन् 8 सम्म छ 500 देखि 8 सम्म छ भने यही 5 मा 7 जोड्ने कति भयो 12%। फेरि यही 8 से भन्दा माथि छ भने 7 जोड्ने 8 7 कति भयो 15%। यानी एक हप्तामा कति दिन हुन्छ 7 दिन। त्यसले पनि याद गर्ने 500 मा सम्म छ भने यहाँ हेर्ने सम्म छ भने त्यसैको दोबर गर्ने देखि र बढी छ भने त्यसमा 7 जोड्ने र यहाँ प्रतिशत याद गर्नु। क्लियर भयो कि भएन ल क्लियर भयो कि भएन ल क्लियर छैन भने यसमा के हेर्ने अब आरक्षणको व्यवस्था छ बोर्डिङमा केमा निजी विद्यालयमा त्यो समझ्ने 500 विद्यार्थी छ भने तपाईको 10% लाई यानी 50 जनालाई त्यो सम्झ्ने 500 देखि 800 जना विद्यार्थी छ भने 12% लाई हेर त कति हामीहरु नियम कानुन नजानेर के हुन्छ बोर्डिङ वालाहरु गार्जियनहरुलाई ठगिरहन्छ। तर तपाई यसको खोज्यो भने उसले दिन्छ दिएन भने उसको सम्वर्धनमाथि केस गर्ने त्यसको बोर्डिङ खारिज हुन्छ। 800 जना भन्दा बढी विद्यार्थी भएमा कम्तीमा 8 मा 7 जोड्ने 15 भयो। यसको तपाईको बिनी परासा र तपाईको लाइसेन्स फर्स्ट पेपर आदि इत्यादिमा सोधिरहन्छ। अब यो क्लियर भयो कि भएन यो हाम्रो भयो अनिवार्य तथा निशुल्क शिक्षा ऐनमा आरक्षण निजी विद्यालयले निशुल्क शिक्षामा पनि आरक्षणको व्यवस्था हाम्रो अनिवार्य तथा निशुल्क शिक्षा ऐनले गरेको छ। अर्को कुरा हामी फेरि आउँछ यो कसुर र जरिमानाको कुरा। हेर त अहिले त शिक्षा निवाली 10 संशोधन आइरहेको छ। यो कसुर र जरिमाना कसले हेडमास्टरले तिर्ने कसले तिर्छन् हेडमास्टरले पनि तिर्छन् के तिर्छन् जरिमाना तिर्छन्। ल हेडमास्टरले के गरेर दिन्छ न्यायिक समितिले प्रधानाध्यापकलाई गर्ने जरिमाना। न्यायिक समिति प्रत्येक गाउँपालिका नगरपालिकामा एउटा न्यायिक समिति 3 सदस्यीय हुन्छ। यसको संयोजक को हुन्छन् उपमेयर हुन्छ उपमेयर हुन्छ त्यसको अध्यक्षमा 2टा सदस्य थियो। त्यो 3 जना मिलेर के गर्छ हेडमास्टरलाई जरिमाना गर्छ। कतिसम्म 3000 5000 र 25000 सम्म जरिमाना गर्छ। कहाँ गर्ने हो तपाई हेर्ने 5000 कुन शीर्षकमा कसुरको नाम पहिला पढ अथवा यहाँ जरिमानाको छ 5000 3000 र 25000 सम्म हेडमास्टरको जरिमाना हुन सक्छ। अब कुन शीर्षकमा हुन्छ तपाई हेरौ त यहाँ के गरिएको छ इनकार के गरिन्छ इनकार लेखा त इनकार इंग्लिशमा लेख्नु त्यो ई भनेको कुन लेटर हो ए बी सी डी ई कतिमा पर्छ 1 2 3 4 5 त इनकार जहाँ हेर्ने बित्तिकै 5000 दण्ड गर्ने कति 5000। अब क्लियर भयो केमा भागना गर्ने इनकार गरेमा अथवा विद्यार्थी त्यही कक्षामा फेल भयो भने पुनः भर्ना गर्ने इनकार गरेमा यो इनकार हेर्ने इनकार इनकार इनकार। अर्को गर्ने के गर्ने तपाई मलाई यो विद्यालयमा पढ्नु छ अर्को विद्यालयमा जानु छ यदि हेडमास्टरले जान दिँदैन त फेरि त्यो कहाँ केस गर्ने कहाँ न्याय कहाँ गर्ने यहाँ लेखिएको छ। हेर त न्यायिक समितिमा यानी त्यही गाउँपालिकामा स्थानीय तहमा के हुन्छ भने प्रत्येक स्थानीय तहमा न्यायिक समिति हुन्छ। त्यसमा 3 जना त्यहाँ गएर गरे भने हेडमास्टर यदि ट्रान्सफर सर्टिफिकेट दिइरहेको छ भने हेडमास्टरको दण्ड 5000 कति 5000 दण्ड हुन्छ। यदि अर्को भर्ना गर्न नसकेमा त्यसको लिखित जानकारी के रे लिखित जानकारी अभिभावकलाई पनि दिएन कि भर्ना गर्न नसकेमा तपाईको छोराको भर्ना म गर्दैन तर चुप लगाएर बसेको छ। त्यसको जानकारी वाडा समितिमा के वाडा कार्यालयमा वाडा प्रत्येक स्थानीय तहमा वाडा कार्यालय हुन्छ अथवा त्यही अभिभावकलाई जसको छोरा छ त्यसलाई यदि जानकारी गराएन भने के गर्ने जानकारी पढ्ने जानकारी गराएन भने हैन
तपाईको छोराको भर्ना भयो कि भएन भर्ना गर्न नसकेमा त्यसको जानकारी अभिभावक व वडा समितिमा जानकारी गराए भने फेरि 5000 परीक्षा दिन आयो उसको भर्ना भएको छैन त्यसको गरे भने हेडमास्टरले पनि दण्ड लाग्छ। यहाँ हेडमास्टरको दण्ड छ। कहाँ दण्ड छन्? अनिवार्य तथा निःशुल्क शिक्षामा। किनभने अनिवार्य तथा निःशुल्क भनेको कक्षा 1 देखि 8 सम्म यानी 0 देखि 8 सम्म पढ्नै पर्छ। त्यो भन्न खोजेको छ। अनिवार्य तथा निःशुल्क के भनेको छ भने यसको मेन उद्देश्य के छ भने त्यो पढ्नु पर्छ। किन पढ्नु पर्छ? 1 देखि 8 सम्म पढ्नु पर्छ। 3000 जरिमाना कहाँ छ भने अब 3000 जरिमाना कहाँ छ भने हेरौ त एकचोटी। अब यसलाई के याद गर्ने? पनिया बुझ्छौ? पनिया परीक्षा दिन रोक लगाउनमा वा वञ्चित गरे। पबाट पनिया परीक्षा दिन रोक लगाउने वा वञ्चित गरेमा कुनै विद्यार्थी 1 देखि 8 सम्म आएको छ त्यति फी गएको छ त्यसलाई परीक्षा दिँदैन अथवा नि त्यसैमा कक्षा कोठाबाट बेलगाइदिन्छ। त्यस्तो गरे भने उसलाई कति हेडमास्टरको दण्ड हुन्छ? 3000। हेर त यति कुरा जानिरहेका छैन। तर यो अनिवार्य निःशुल्क शिक्षा ऐन जानिसकेपछि तपाईहरु पनि ठुक यो युट्युब जुन आरपारबाट सञ्चालन हुन्छ त्यसबाट पनि धेरै फाइदा छ। पनियामा निष्कासन गरेर डिस्ट्रिक्टेटै गरिदिन्छ। हुन्छ नि 1 देखि 8 सम्म विद्यार्थीहरु बदमासी गर्छन् त्यही मास्टरले स्कुलबाट बेलगाइदिन्छ। बेलगाउँदैन। यदि बेलगायो भने हेडमास्टरलाई न्याय समितिले कति हजार दण्ड गर्छ? 3000। निष्कासन बोर्डिङवालाले पनि गर्न सक्दैन। डिस्ट्रिक्टेटै गरिदिन्छ। डिस्ट्रिक्टेट गर्ने अधिकार हेडमास्टरलाई छैन। कति कक्षासम्म? 8 कक्षासम्म। माथि जेउला होला। तर माथि पनि के छ भने बदमासी मानौ कि मेरो छोरा प्रत्येक दिन आएर बुलेटिन चलाउँछ बदमासी गर्छन् फलाले गाला गर्छ त त्यसलाई कुट्ने दण्ड छैन। त्यसलाई आमा त्यसको परामर्श दिनु छ छलफल गर्नु छ। आमा बोलाएर के गर्नु छन्? छलफल गर्नु छ परामर्श दिन्छन् रिस्ट्रिक्टेट गर्नु छैन। हेर त हेडमास्टर पनि कमजोर मास्टर पनि कमजोर हैन। त्यसै कारणले त पनिया भयो अबाट आधारभूत शिक्षा प्राप्त गर्न रोक लगाउनु। आधारभूत शिक्षा भनेको 1 देखि 8 सम्म कुनै विद्यार्थीलाई शिक्षा प्राप्त गर्ने निसर्गिक आधार हो अथवा अनिवार्य निःशुल्क हो। यदि हेडमास्टरले रोक लगाए भने त्यसलाई कति हजार दण्ड छ? 3000। यति कति दण्ड दिनु पर्छ? 3000 जरिमाना गर्नुपर्छ। हेडमास्टरलाई जरिमाना। यो टपिकको नाम हेडमास्टरलाई जरिमाना। 1 देखि 8 सम्म पढ्नबाट रोक लगायो भने यति जम्मा छ। यो त पनिया भयो। के भयो? पनिया याद गर्ने। अर्को छन् पनिया पछि कस्तो पानी छन्? अब पबाट दुईटा कुरा आयो। एउटा परीक्षा परम्परागत शिक्षा यो मदरसा गुम्बाहरू छ नि हैन विपरीत कार्य गरेमा शिक्षा विपरीत कार्य गरेमा मदरसा गुम्बा विद्यालयहरू चलाइरहेको छ। विपरीत कार्य गरेमा त्यहाँ त्यसको हेडमास्टरले पनि 3000 दण्ड छ। मदरसा परम्परा शिक्षा भनेको त्यही पुरानो हुनु। पनिया भयो। यसलाई पनिया भयो याद। पनिया एउटा के लेख्यो? इनकार। दुईमा पनिया। अब हेर त यसमा के छ भने अब के गर्नु छ भने यसलाई अब आछा याद गर्ने। के याद गर्ने? आछामा के हुन्छ? छात्रवृत्ति घटाए। अब छात्रवृत्ति कति छ? 10%, 12% र 15%। यदि 500 विद्यार्थी छ भने कति प्रतिशत? 500 विद्यार्थी छ भने 10%। 500 देखि 800 विद्यार्थी छ भने 12% र 800 भन्दा माथि छ भने 15%। त्यो छात्रवृत्ति घटाएमा त्यो सरकारी स्कुल होस् या बोर्डिङ होस् या जहाँ हो त्यो छात्रवृत्ति घटाएमा हैन बेटी त बोर्डिङमा लाने गर्छन्। यो त्यहाँको प्रिन्सिपललाई पनि त्यो के हुन्छ भने निष्कासन गर्छ। त्यसलाई पनि के लाग्छ? यो पनिशमेन्ट हुन्छ। यो कुरा याद गर्नु। र यो के भयो? यहाँ के लाग्यो? आछा लेख्या हामी त छबाट छात्रवृत्ति घटाए। छात्रवृत्ति घटाएमा छ यहाँ छात्रवृत्ति र आरक्षण नगरे। निश्चित प्रतिशत स्थान आरक्षण नगरे यानी निश्चित प्रतिशत यहाँ के गरिएको छ? निश्चित प्रतिशत निःशुल्क शिक्षाका लागि स्थान आरक्षण नगरे यानी आरक्षण हेर आरक्षण नगरेमा स्थान भनेको सिट हो। सिट आरक्षण नगरे
सीट आरक्षण नगरेमा, यानी निश्चित प्रतिशत निःशुल्क शिक्षाका लागि स्थान आरक्षण नगरेमा 25,000। बुझ्नुभयो? त्यही 10%, 12%, 15% आरक्षण नगरेमा 25,000। त्यसपछि छात्रवृत्ति बा घटाई 400 रुपैयाँ दिँदै 300 गरे भने 25,000। अर्को ईसीडी वा आधारभूत शिक्षा लोक कल्याणी हुने गरी सञ्चालन नगरेमा, अब ईसीडी देखि आधारभूत शिक्षा यानी 1 देखि 8 सम्म पढेको विद्यार्थीहरूले लोक कल्याण गरेन भने, फाइदा पुगेन भने फेरि उसलाई दण्ड लाग्छ। उनी विद्यार्थी कमजोर भयो भने त्यहाँ पनि 25,000। अब सिकायो त्यो विद्यार्थी बदमासी गरिरहेको छ, लोक कल्याणी काम गरिरहेको छैनन्, कोही गएर बदमासी गर्दैछन्, आदि इत्यादि गर्दैछन्, त्यहाँ पनि 25,000। ल यो कुरा बुझ्नुभयो? पहिला के बुझ्नुभयो? आरक्षण। आरक्षण के छ भने, अब एकचोटि आरक्षण के छ भने यहाँ निःशुल्क आरक्षणको कुरा छन्। विद्यार्थीहरूको संख्या यति भयो भने यति गर्ने, 500 छ भने तपाईँ 10%, 5 देखि 8 छ भने 12, त्यसपछि 8 छ भन्दा माथि छ भने 15। त्यसपछि हेडमास्टरको कसुर आयो। हेडमास्टरको कसुरमा तपाईँ यही 4 वटा शीर्षक छन्। के छन्? भर्ना गर्न इन्कार गरेमा, पुनः भर्ना गर्न इन्कार गरेमा, भर्ना गर्न नसकेको खण्डमा जिन भर्ना 3 ठाउँमा छ हैन। एक ठाउँमा छन् ट्रान्सफर सर्टिफिकेट टीसी दिन इन्कार गरेमा हैन, यो स्कुलबाट। 3 ठाउँमा के छ? भर्ना हेर्ने बित्तिकै 5,000। इन्कार, भर्ना गर्ने इन्कार, यीबाट इन्ट्रान्स छ कि छैन? ओ इन्कार, यहाँ छ इन्ट्रान्स, यहाँ हेर त इन्ट्रान्स, अथवा यहाँ छ इन्कार। इन्कारको इन्कार के कुन लेटरबाट सुरुवात छ? ईबाट। ई केमा पर्छ? 5,000 याद गर्ने। भर्ना हेर्ने अथवा इन्कारको पहिलो लेटर सम्झ्ने, एउटा के ट्रान्सफर छ त्यो सम्झेपछि 5,000। एउटा याद गरि, दुईटा याद गरिसकेपछि एउटा नयाद गरे पनि हुन्छ हैन। यही इन्कार 3 कुरामा भर्ना छ, एउटामा प्रमाणपत्र छ, एउटामा प्रमाणपत्र छ, अर्कोमा कहीं प्रमाणपत्र छैन, अर्को कहीं प्रमाणपत्र छैन। अब यहाँ 3 वटा कुरा छन्। अब 3,000 कहाँ छन्? त्यो 3,000 याद, पनिया याद गर्ने। पनिया परम्परागत शिक्षा परीक्षा, निष्कासन, नीबाट निष्कासन याद गर्ने, आबाट आधारभूत शिक्षा याद गर्ने। प नि आ पनिया, 2 पल्ट प छ, प टु निया भयो। बुझ्नुभयो? पनिया। अब पानी तोरा कैसा लागल हो? अच्छा लागल हो। तो ये तू कथी कहै छै? इनकार कर दै छै। हो गेलै, इतने पढ़ाई कर। पानी कैसा लागल हो? अच्छा लागल हो। तो ये तू कहै छै इनकार। का है? यही ठीक है। तब तोरा जरिमाना कर हेड मास्टर के कितना? 3,000, 5,000, 25,000 हैं? कथी याद पहले हम सब 5 आरक्षण में 5 से 5,000 विद्यार्थी, 5,000 से 5 से विद्यार्थी, 5,000 है 5,000 देखि 500 में समझ 6 बने 10%, 500 देखि 800 समझ 12%, और 800 में माथि छ भने 15। और वो पानिया के छ? पनिया आछा पानी आछा छ पनि इन्कार गरिदियो। त्यस कारणले हेडमास्टरलाई के गरिदिनु त? उसलाई 3,000, 5,000 र 25,000 सम्म जरिवाना गरिदियो। के गरिदियो? ओ जरिवाना गरियो। जरिवाना या जरिवाना उल्टा ल हस्त आजलाई यति। नमस्कार।